आज म सब्जी बनाउँछु लाउको। अब काट्छु। अब मैले लाउहरू काटकुट गरेर धोइसकेँ। अब बनाउँछु। अब म लाउमा हाल्नुलाई काँचो खुर्सानी अनि प्याज लसुन तोरी मैले कराई बसाएँ। अब म तेल हाल्दैछु। अब म प्याज हाल्दैछु। हल्दी थोडा हाल्छु। चलाउँछु। जिरा गुडा पनि हाल्दैछु अलिकता। हामी गुडा अथवा जिरा चाहिँ अलिक कम हालेको छु। अनि यहाँ तोरी लसुन खुर्सानी पिसेको थियो, यो पनि हाल्दैछु। एकछिन चलाउँछु। अब प्याज मसलाहरू रातो भयो। यसमा म अलिकति थोडा पानी मिसाइदिन्छु। एकछिन पानी अलिकति हालिदिन्छु। अनि यो लाउको सब्जी बनाउँछु। यो लाउको सब्जीमा चिकचिकाएको झोल बनाउँछु म। आज यो प्लेन सब्जी बनाउँछु मैले। अब एकछिन चलाउँछु म। चलाएर अब म लाउ हालिदिन्छु। अब निमक पनि हालिदिन्छु। एकछिन चलाउँछु म। अब म चलाइ पनि सकेँ। अब यसलाई म एकछिन ढाकिदिन्छु। अब म ढाकिदिन्छु एकछिन। अब म चलाउँछु एकछिन। अब म यो टमाटर हाल्छु। टमाटर हालेर हालिदिन्छु एकछिन। यसलाई मैले चिपचिपाइदो झोल बनाउँछु। अलिकता पानी पनि हालिदिन्छु। किनभने मैले प्लेन बनाएको, हामीले धेरै मसलाहरू पनि खाँदैनौँ। हजुरलाई मसला खानु पर्यो भने हालिदिनु होला। यसरी नै अब म सब्जी हेर्दैछु। चलाउँछु अब म। सब्जी पनि पाको। अब म यसलाई उतार्छु। ग्यास बन्द गरिदिन्छु। मेरो सब्जी पनि लाउको सब्जी पाकेर रेडी भयो।